मलाई कस्तो लाग्यो भिडियो बनाउनु पनि आउँदैन यार कसरी बनाउने भन्ने सिक्दैछु ओ लाइटहरु जल्दैछ त्यो पुरा मन्दिर हो शिव मन्दिर हो हैन यहाँ भोलेनाथको छ मूर्ति शिवलिंग अनि त्यो चाहिँ गायत्री माताको मन्दिर यता पारिपट्टि बस्तीहरु छ हरियो नजारा छ नि एकदम मस्त बिन्दास ल यो हो हाम्रो गायत्री मन्दिर आदर्श माध्यमिक विद्यालय पछाडी छ ठ्याक्कै त्यसको अपोजिट साइडमा तर जे होस् यति खुसी लाग्छ कि गाउँमा एउटा मन्दिर छ राम्रो गायत्री मन्दिर आएर दर्शन गर्नको लागि पूजा पाठको लागि एकदम ठीक छ जति पनि हाम्रो सनातनी दाजुभाइ तथा दिदीबहिनी जो पनि हुनुहुन्छ आएर एकचोटि अवश्य गर्नु होला ल यही हो मन्दिर गायत्री मन्दिर उता पछाडी आदर्श स्कुल हैन टक्क परेवाहरू माथिर बसेको छ छपक्कै माताको मन्दिर माताको मूर्ति उता चाहिँ यज्ञहरू हवनहरू हुन्छ यो बेलको रुख भोलेनाथलाई चढाउनलाई बेलपत्रको किनेर ल्याउनु जरुरत छैन यहाँ आउने टक्क यो चाहिँ हो कस्तो मजाको फुल फुलेछ घन्टी फुल भन्छ हामी यसलाई हजुरहरु के भन्नुहुन्छ त्यो फुललाई यो चाहिँ हो टक्क उता शिव मन्दिर र शिवलिंग छ नन्दी महाराजको मूर्ति सबै ठ्याक्क परेको छ ल अहिलेलाई बिदा लाइक एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला है कस्तो लाग्यो कमेन्टमा भन्नु होला।